हेलो गाइज, के चाहली चल्ली सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज मेरो ड्युटी सुरु भइसकेको छ बिहानदेखि। हेर्नु है त आज मेरो कस्तो हुन्छ दिन र हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो। प्लिज कमेन्टमा प्रतिक्रिया लेखिदिनु होला है त। र म चाहिँ अब अहिले यहाँ त्यही हो, पानी, त्यस पछाडि आइल चेक गर्नुपर्छ सुरुमा सबसे पहिले है, त्यही गरिरहेको छु है त। अनि हाम्रो उहाँ चाहिँ मेकानिक हुनुहुन्छ है, मसँग एउटा चाबी माग्नु आउनुभएको थियो। सो उहाँ चाहिँ हाम्रो मेकानिक, उहाँ चाहिँ हुनुहुन्छ इन्डियाको। जैसे हम दीवाने थे वैसे ही दीवाने हैं, आज भी ये होठों पे तेरे ही तराने हैं। मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के लाखों बहाने हैं। जैसे हम दीवाने थे वैसे ही दीवाने हैं, आज भी ये होठों पे तेरे ही तराने हैं। मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के लाखों बहाने हैं। शाम से है यूं बीत गए हम, दुनिया भुला कर जीत गए। हाय रब्बा हाय रब्बा हाय रे रब्बा, हाय रब्बा हाय रब्बा हाय रे रब्बा, हाय रब्बा हाय रब्बा हाय रे रब्बा, हाय रब्बा हाय रब्बा हाय रे रब्बा। सो अनि उहाँले चाहिँ अलिकति रफ वर्ड बोलिराख्नु भएको थियो। अनि मैले भने यहाँ मैले रेकर्ड गरिरहेको छु, जस्तो तस्तै हालिदिन्छु म भनेर पुरा धम्की दिइरहेको थिएँ मैले। उसले चाहिँ हाल्दै भन्दै थियो, तर जोक मात्रै हो है। अब त्यो रफ वर्डहरू निक्लिहाल्छ, त्यो जेप्पा त्यही होइन। सो सबै सक्यो, चेक अब स्टार्ट गरेर पनि भइसक्यो। अब स्टार्ट भयो काम है त। र मैले यो चाहिँ नयाँ लगाइरहेको छु योहरू होइन। एकजना इन्डियाबाट आएको थियो, अनि उसले चाहिँ लिएर आएको रहेछ क्या यो यस्तो लाउनेहरू, गाडी सजाउनेहरू। अनि यो सानसानो गुडियाहरू यस्तो दामी लिएर आएको रहेछ। सो मैले पनि मागेँ अनि लगाएँ मैले आज। यो यति है। र यो चाहिँ लास्ट टिप हो होइन। एकदमै टाउको दुखिरहेछ है। अब टक्क रुममा गएर अनि कफी खाएपछि चाहिँ टाउको दुखेको पनि निको हुन्छ है त। सो एकदमै टाउको दुखिरहेको थियो। अनि
रुममा जाने बित्तिकै टक्क कफी बनाएर खाएपछि अनि मात्रै आनन्द हुन्छ। सो यो लास्ट टिप हो। अब ड्युटी सकिसकेको छ, यो लास्ट टिप हो। यस्तै छ, गाह्रो छ, के गर्नु, जिन्दगी गाह्रो छ चलाउन। र मैले ओरिजिनल साउन्ड चाहिँ अलिक अझै यो भिडियो गरेको बेला त्यतिखेरको राम्रो दिन सकेको छैन, किनभने मसँग चाहिँ यो खालको एसी छ के, अनि यो खालको एसी छ, अनि त्यही भएर यो चाहिँ धेरै साउन्ड कराउँछ क्या, स्याँ गरेर धेरै आवाज आउँछ, अनि त्यही भएर चाहिँ राम्रो हुन्न भिडियो, त्यही भएर म्युट गर्नुपर्ने हुन्छ। सो त्यसको पनि छुट्टी भयो जस्तो छ, जाँदैछ त्यो पनि है। सो त्यसले खाली गरेर पनि गइसक्यो है, म खाली गर्दैछु। यो चाहिँ मेरो लास्ट टिप हो। यहाँ चाहिँ अहिलेको 4:30 त्यस्तै भइसकेको छ। सो तपाईँलाई अघि नै भनेको थिएँ, मेरो चाहिँ यो लास्ट ट्रिप थियो है, छुट्टी हुन लागेको थियो। सो गाडी राख्ने ठाउँमा गएको थिएँ, त्यहाँ आज सानो गाडी आएन लिनुलाई, आएन एउटा गाडी, अनि अरू चाहिँ फुल प्याक भएर गाडी नै लिएर जानुपर्ने भयो आफै हो। सो मैले यो दुईजनालाई पनि राखेको छु यहाँ, यो चाहिँ बङ्गलादेशकोहरू हो दुईजना। र मेरो अर्को पीडा एकदमै कस्तो मोटाइसकेको छु हो। सो त्यही भएर फ्यामिली प्याक भन्ने बेला भइसक्यो, त्यस्तो भइसक्यो है। सो हल्का एक्सर्साइज पनि गरिरहेको हुन्छु र पनि घट्दैन। सो यसको लागि के गर्ने प्लिज कमेन्टमा भनिदिनु होला है त, केही आइडिया छ भने घटाउने। सो भनिदिनु होला। र आजको भिडियो मेरो यहीँ समाप्त हुन्छ, यहीँ इन्ड हुन्छ। सो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो प्लिज कमेन्ट गरेर भनिदिनु होला है त। राम्रो लाग्यो राम्रो, नराम्रो लाग्यो भने नराम्रो, सो लेखिदिनु होला है त।